गिलो गिलो चाहिँ भैलिनी बनाएन साथीहरू। अनि त्यही भएर सामानलाई अलिकति बनाएको। हामीले झागा बनायो त्यही खाइदियो ल साथीहरू। खाए है साथीहरू सक्नु छ भने मिठो ल खाए साथीहरू। गिलो चटपटे बनाएको। हामीले त फेरि कलर सरल हाल्दैनौँ के, घरमा जे छ त्यही नै बनाएको है साथीहरू। चटपट भनेपछि मान्छे दुधुक्कै हुने। हामीसँग चट्टोसँग खानलाई ओपन पाइ साथीहरू। हेलो साथीहरू नमस्ते, हजुरहरूलाई स्वागत छ न्यू भिडियोमा। साथीहरू माथि कपडा सुकाउन आएको, यस्तो गर्मी भयो त्यही भएर बसेर भिडियो सुरु गरे। अघि नै धोएर राखेको साथीहरू। अनि गर्मी हुन्छ भनेर छिटो खाना पकाउन थाले। अनि खाना पकाएर माथि आउँदा त बेसरी गर्मी भइरहेछ के, घाम लागेछ। त्यही भएर बसेर अहिले यही माथि छतमा बसेर भिडियो सुरु गरे। ल साथीहरू हेर्दै गर्नु होला है। ल साथीहरू आज चाहिँ चटपट बनाएर खाना लाग्यो। यहाँ छ भुजा, अनि यहाँ फेरि आलु मटर, यो बदाम, अनि यो टमाटर, के अरे प्याज खोर्सानी, अनि यो मसलाहरू भुटेर राखेको थिएँ। त्यही हालेर आज चाहिँ चटपट खाना लाग्यो। हामीसँग छ यो चाउचाउ। चाउचाउमा त सुपै नपर्ने रहेछ क्या साथीहरू। अनि यो सुपको कति मिठो हुन्थ्यो, सुपै नरहेछ। मोटो हो, दालमोटै हो अन्त दालमोटो भन्छ। अनि यसलाई के भन्छ, जियारे भुजिया। अनि यो कुरकुरे, दुईटा खाएको पनि रहेछ। ल साथीहरू अब चाहिँ यहाँ नुन हाल्छु। अनि यो चाहिँ अलिकति तेल हालेको है साथीहरू, धेरै नहाल्ने तेल, अलिकति मात्रै हाल्ने। अनि साथीहरू हामीसँग कागती नभएर यो इमलीले अमिलो गराउन लाग्यो है। इमली अघि नै भिजाएको, पेट फुक्दै भएछ कि। बोलाउमै अझै त केटा केटी हो नि त आज चटपट खाने दिन। यो दुईटा भएको चाउचाउमा नि सुपै नरहेछ। सुपले कति मिठो लाग्यो भने सुपै नरहेछ। यो पुर्रको खाने हो अन्त। अनि गिलो चटपटे हामीले कहिले नि बनाएर खाएको छैन साथीहरू। अनि त्यही भएर मैले अलिकति छुट्टै गिलो चटपटे गराउँछु यसमा भनेर। साथीहरू अघि बनाएको चटपटमा यो अलिकति गिलो गरेर खाम भनेर गिलो यो के भन्छ गिलोलाई, गिलो खै के हो नाम त थाहा भएन। गिलो चटपट गरेर खाम भनेर कहिले नि बनाएर खाएको छैन नि साथीहरू। त्यही भएर है फर्स्ट टाइम। अनि त्यही भएर अलिकति बनाउनु कस्तो हुन्छ भनेर बनाएको साथीहरू। अझै गिलो हुन्छ कि कति गिलो हुन्छ खाइदिनु ठिकै छ। अलिकति हाल्छु धेरै गिलो भयो। यो त इट्टी बनाइ नै हुने रहेछ है। म त धेरै पकाए नजानेर। अनि त्यही नि कहिले नि बनाएन साथीहरू यो गिलो चटपट भन्ने। त्यही फर्स्ट टाइम हो चाख्नु पर्यो। मिठो भयो, यसमै मिठो भएछ। यो मिठो हुने रहेछ, मिठो भयो। मिठो भयो साथीहरू। अब हात धोएर खान्छ है साथीहरू। हामीले फर्स्ट टाइम चटपट बनाएर खान लाग्छौँ। यो भयो सुक्खा चटपटे। यो भयो
गिलो चाहिँ भैलीले बनाएन साथीहरू अनि त्यही भएर चामललाई अलिकति बनाएको हामीले झागा बनायो त्यही खाइदियो ल साथीहरू खाए है खाए है साथीहरू कस्तो छ भने एकदम मिठो एकदम राम्रो मिठो ल खाए साथीहरू गिलो चटपटे बनाएको हामीले त फेरि कलर सरल हाल्दैनौँ के घरमा जे छ त्यही बनाएको है साथीहरू चटपट भनेपछि मान्छे दुप्दै हुने हामीसँग चट्टोसँग खानुलाई कोक पनि पायो साथीहरू खानु न यो यही धेरै हुन्छ भनेर मात्रै होइन नि त त्यो मनी खाने हो नि त्यो भ्याउनु नि त लाग्दैन यो चटपट र अनि यो स्प्राइट गर्मीको बेला स्प्राइट होइन ए स्प्राइट होइन सरी थम्सअप ओहो चिसो न चिसो यो पिरो न पिरो अमिलो र अमिलो दामी भन्छ त्यति पिरो होइन त्यति पिरो बनाएको छैन पानी छैन त्यही भएर मिठा खुर्सानी मिठो एकदम मिठो अनि हाम्रो मान्छेले बनायो भने यस्तो बनाउनु आउँदैन यस्तो आउँदैन हुन्छ नि सुप झन् नपरेर चाउचाउको चटपट दुईवटा मात्रै थियो साथीहरू चाउचाउ त्यो पनि चटपट खाने भन्दै राख्दै गरेको त सुपै परेन साथीहरू त्यही पनि मिठो भयो है त्यो पनि त्यो सुप नभए पनि यो भनेको के भन्छ त्यसलाई उज्जिने के अरे नेचुरल त्यही हो नेचुरल हो नेचुरल अलिकति नुन हाल्यो अलिकति मसला हाल्यो के मसला हाल्यो त्यो टक्कै मसला हो त्यो भन्नु सबैले बनाएको एकदम मिठो फेभरेट बनाएको सबै थाहा भयो सबैलाई त्यो तोरीको अनि खुर्सानी अनि अनि त्यो हुनु त्यो मसलाहरू भुटेको जिरा त्यो बाख्रा नि कति मिठो आउँछ गाइस साथीहरू एकदम खाँदा बेसी पिरो पिरो झन् थिएन खाँदै अलिकति पिरो पिरो भेट्दै गएको छ है हामीले पिरो खाने बानी छैन नि चटपट बनाउने भनेर एक दुई हप्ताबाट होला कहिले के नमिल्ने कहिले के नमिल्ने चाउचाउ नेपालबाट ल्याएको 2 महिना भइसक्यो मलाई भुजा ल्याऊ भनेर मैले ल्याएन म फेरि गरी बिर्सिने फेरि कहिले के नमिल्ने कहिले के नमिल्ने खाइरहेको आज काम पनि गन्दी भइजाऊ मेरो त जिरो एक्चुअली हैन भुलियो ये भिडियो हेरेर जिया गुरुङ छ जिया गुरुङ युट्युब च्यानललाई ट्याङ गरेर के अरे सब्सक्राइब गरिदिनु है अनि कतिवटा भयो आल गर्नु अनि फटाफट यो भिडियो हेर्ने बित्तिकै सबैजनाले सब्सक्राइब गरिहाल्नु है अनि हजुरहरूलाई पनि हामीले सपोर्ट गर्नेछौँ भन्नु ओके अनि हामीले
सपोर्ट त हामी हाल्छौँ हामीले गरिहाल्छौँ नि म साथीहरू युट्युब नचलाउँदा नि म दिनभरि मेरो काम हुँदाखेरि अनि म त है दिनभरि जस त्यो मोबाइलको चार्ज हुँदा जेल अनि फेरि चार्जमा राख्यो अनि फेरि चार्ज भएपछि फेरि युट्युबमै हेर्ने क्या साथीहरू जतिखेर नि राइटरहरूको अनि यो अरूको मुखबाङ भ्लगहरू अनि यो भ्लगहरू सरी अनि यो गेमहरू खेल्छ नि होटेलहरू म त सबै हेर्छु नि मलाई त मनपर्छ क्या अनि त्यही भएर सबै हेरेर बस्थेँ अहिले अलि नहेरेको नानी भएपछि है अलि कम भएको हेर्न भ्याउँदिनँ कि हेर्न भ्याउँदिनँ कि किनभने नानीलाई हेर्न पऱ्यो त्यही भएर अलि हेर्नै भ्याउँदिनँ त मैले हुन त जतिखेर नि फोनमै हो छोरी नहुने बेलासम्म नहुँदा चुपचाप बस्यो त्यतिकै त्यो मोबाइल हेर्दा बस्यो होइन जब नानी छोरी पाएपछि फेरि 1 वर्ष ठ्याक्कै 1 वर्ष भयो त्यहाँबाट त युट्युब खोलिदियो भनेर रात दिनै सताएको किनकि साथीहरू यस्तो चाहिँ किन खोला भन्यो भने यसो हामी कतै गएको नानीसँग खेलेकोहरू मेमोरी हुन्छ नि अनि त्यही भएर मैले युट्युब खोल्न लगाएको साथीहरू साथी गिलो चटपटे त्यो भएन उयो म त अगाएँ भएको छैन अब साथीहरू हामी बेलुका खाएको किन भन्नु न दिउँसो अबेला खाना खाइयो अबेला खाना खाएपछि 4-5 बजीतिर भोक लागेन त्यही भएर बेलुका खाएको हजुरले भन्दा मैले धेरै खाइसकेँ फेरि पेट डङ्गै भयो तिमी नआएपछि त किन बनाउँदैन नि खाए त त्यो गिलो चटपटे हेर्दा यति गिलो भएर थोरै हुने नि अनि त्यसले अगाडि धेरै खाएको मैले अझै काँक्रा भएको बेला बनाउन पाएँ काँक्रा हुँदाखेरि छुट्टी भएन भयो है साथीहरू हामीलाई चाहिँ चटपट खाएर भयो धेरै अगायो है साथीहरू आजलाई भिडियो यति नै हजुरहरूले मेरो भिडियोलाई सुरुदेखि लास्टसम्म हेरेर साथ सपोर्ट अनि माया गरिदिनु होला भन्दै आजलाई यति नै साथीहरू बाई बाई सबैले सपोर्ट गरिदिनु होला अनि फुल वाच गरिदिनु होला सबैले सपोर्ट गरिदिनु होला बाई बाई थ्याङ्क यू